लो सबैजनालाई वेलकम अनि नमस्ते छ। आजको यस मेरो मिलगमा ट्याग एक बाल्टी कपडा बोकेर हिँडेको केटाहरु बाटोमा भेटे केटाहरु भेटेपछि त उपतो गर्नु पर्यो भनेर मैले पनि अब पाइप लिएर आएको रहेछन् मस्तसँग पाइप बजाइदियो। अब यतिको नगरिकन त कहाँ चल्छ र हो नेपालमा। अनि म पनि पोखरा पुगेर मस्तसँग कपडा धुन थाले। कपडा धोएर बाहिर घर आएको थिएँ। लौ केटाले हिँड अमिलो खाना जाम्पो भन्छन्, लौ जाम न त भनेर म पनि चल्थे। हुन त यिनीहरूले चोरेर लिएर आएका हुन्, घर त छैनन्। यति धेरै काँड लिएर भनेको थिएँ ला धेरै नबोल जाँटा खाइहाल भनेर दे। मैले पनि मस्तसँग चाखे दामी रहेछ। अनि त्यसपछि ला कति जाँटा अरूले मात्र काम गर्यो खान्छस् तैँले पनि काम गर्न सिक भनेर मलाई फोक्न दे। मैले पनि फोकेर मस्तसँग सबैजनालाई बाँडे। अनि मैले पनि खाएँ। सबैभन्दा सानो चाहिँ मलाई पर्यो। अनि त्यसपछि अमिलो खाएर ट्याक्क घरतिर लागेको थियौँ। लौ बाटोमा तास खेल्न जाम न त भने त्यसै हामी पनि तास खेल्न गइयो। अनि ट्याक्क तास गड्डीबाट निकालेर मस्तसँग फिटेर यो 10 पत्ती भन्ने खेलेको। सुरुमा त हल्का हल्का जितेको त तिनका बाले कहाँ सुखरी खान दिन्छन् र पैसा जस्तो चिज पनि लास्टमा त सोरेर सबै लए। एकैछिन खेलेर लौ केटा खेल म त खेल्दिनँ भने घरतिर लागे। द्याट्स इट फर टुडे। डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब द च्यानल।